सो हे गाइज, आज पनि तपाईँहरूलाई वेलकम ब्याक छ मेरो युट्युब च्यानलमा। मेरो मिनी ब्लग आज पनि सुरु भएको छ। म चाहिँ साथीसँग कुयाक्सो जान लागेको छु। तपाईँहरूले जापानको भ्यू पनि हेरिसक्नुभयो। म चाहिँ मेरो साथीलाई बोलाउँदैछु। उसले चाहिँ मलाई 3:30 बजेसम्ममा आऊ भनेको थिइन्। म चाहिँ रेडी भएर गइसकेका थिएँ। ऊ चाहिँ रेडी नै भएको थिएन। त्यसपछि म बाहिरै बसेँ, के गरौँ मलाई छिटो आऊ भने। ऊ चाहिँ आउँदै छिन्। फेरि उसले एउटा पेपर बिर्सिन्, मलाई पर्स समाइदिन्। अनि ऊ चाहिँ भित्र त्यो पेपर लिन गइन्। म चाहिँ तल जाँदैछु अब साथीहरू। म सँगसँगै मैले चाहिँ फेरि उसलाई कुरिरहेको छु है। ऊ फेरि आइन्, छिटो गरेर आइन्। अनि हामी चाहिँ दुवैजना जान्छौँ अब। आज पनि मैले चाहिँ छाता बोकेको छैन। हाम्रो यहाँ बस्ने डोर्मेट्रीबाट चाहिँ हामीलाई हिँडेर 20 मिनट लाग्छ कुयाक्सो जानलाई। अनि दुवैजना अब गफ गर्दै हामी चाहिँ गइरहेछौँ। उसको चाहिँ त्यो बिमाको कार्डहरू, जुन पेमेन्ट स्लिप गर्ने कार्ड थियो, त्यो इन्सुरेन्सको, उसले चाहिँ त्यो नै हराएको थिइन्। अनि माई नम्बर कार्ड पनि उसको बनाउनु थियो अनि अपोइन्टमेन्ट पनि लिन बाँकी थियो उसको चाहिँ। माई नम्बर कार्डको बिल्डिङ पनि जानु थियो अनि कुयाक्सो पनि जानु थियो। दुइटै बिल्डिङलाई कुयाक्सो नै भन्छन् होला, तर त्यो बिमा गर्ने ठाउँ चाहिँ अर्कै थियो, बिमाको समथिङ त्यो गर्ने ठाउँ। अनि माई नम्बर कार्डको बिल्डिङ चाहिँ अलिकति यता थियो। त्यहाँ चाहिँ हामीले लास्टमा टिकटक पनि बनाएको छौँ। अनि हाम्रो चाहिँ त्यहाँ कोन्बिनी पनि छ गाइज। हामी चाहिँ राति गएर के किनेर खान्छौँ। यो चाहिँ फेरि जेब्रा क्रसिङ, हरियो बलेको बेला चाहिँ हामी हिँड्दैछौँ। हामी माई नम्बर कार्ड बनाउने अफिस पुग्छौँ गाइजहरू। यस गरेर हेर्नुहोला। अनि यो माई नम्बर कार्डको लागि ऊ चाहिँ हाँसिराखेकी छिन् लाज पचाएर। अपोइन्टमेन्ट चाहिँ अब हामीलाई यहीँ, उनीहरूले जापानिजहरू त कति काइन्ड हुन्छ नि त। अनि उनीहरूले नै हाम्रो चाहिँ अपोइन्टमेन्ट लिइदियो। ऊ चाहिँ फेरि लजाइरहेको छिन्। उसले खालि मलाई नै देखाउँछिन्, क्यामेरा भन्छन् अनि हाँसिरहेको थिइन्। अनि उसलाई चाहिँ नम्बर लेख्न लगायो, उसको नम्बर। अनि लेख्दै छिन् उसले चाहिँ आफ्नो नम्बर। अनि उसलाई चाहिँ फेरि 18 तारिक आइजा भन्यो। अनि हाम्रो यहाँको काम सक्यो। हामी चाहिँ अब कुयाक्सोतिर जान लागेका छौँ। घाम थियो, तर मलाई त छाता बोक्न यस्तो झ्याउ लाग्छ नि साथीहरू। म त बोक्दिनँ, म त त्यो झमेलाहरू, म त सानो पर्स बोक्न पनि मलाई झ्याउ लाग्छ फेरि। अनि अब के गर्नु, सानो पर्समा त सबै मेरो डकुमेन्ट्सहरू हुन्छ नि, त्यो त लानु नै, लिएर बोकेरै हिँड्नु पर्छ। किनकि बोकेर हिँड्यो भने त हिँडेन भने चाहिँ पुलिसले समाउँछ। त्यस कारणले चाहिँ म त्यो सानो बच्ची पर्स चाहिँ म बोकेरै हिँड्छु। टुई गरिरहेको थिएँ म चाहिँ, ल्याउ म तिम्रो भिडियो बनाइदिन्छु भनिन् उसले। मेरो कपडा नराम्रो छ, माथिसम्मको मात्रै देखाऊ है भनेको थिएँ मैले उसलाई चाहिँ। अनि उसले चाहिँ त्यस्तै गरिन्। लगाइ हामी चाहिँ कुयाक्सो पनि पुग्यौँ। स्याक्सो भन्छ कि कुयाक्सो भन्छ थाहा छैन। वाडा कार्यालय अफिस हो यो चाहिँ नेपालीमा चाहिँ। अनि यहाँ त यति धेरै स्टाफहरू हुन्छन् गाइजहरू। अनि त्यसपछि उसलाई मैले भने, ओइ त्यहाँभित्र गएर फेरि के भन्ने, त्यहाँ छिटो च्याट जिपिटीमा सर्च गरिहाल छिटो भनेको। अनि उसले चाहिँ सर्च गर्दैछिन् पनि। सर्च गरेर चाहिँ अब यहाँ रिसेप्सनमा देखाउँछिन्। म चाहिँ गएर त्यहाँ सिटमा बसेँ। अनि उसले चाहिँ अब सोध्दैछिन्। मेरो चाहिँ बिमाको पेमेन्ट स्लिप नै सबै हरायो, मैले पैसा तिर्न पाएको छैन। अब यहाँ त हामीले महिनाको अन्तिम 31 तारिकभित्र सबै तिरिसक्नुपर्छ कि गाइजहरू, नत्र भए भिजामा प्रब्लम आउँछ। अनि यो मान्छे, यो रिसेप्सनिस्टले चाहिँ हामीलाई निक्खाइमा जाऊ भन्यो।
हामी चाहिँ अब निखाइमा जानलाई चाहिँ तपाईँहरू यताबाट जान सक्नुहुन्छ, लिफ्ट यता छ हिदारी मिगी भन्दै हामीलाई जाऊ भन्नुभयो। अनि हामी चाहिँ जाँदैछौँ। अब हिदारी मिगी त भन्नुभयो, टोइलेट देखिरहेको थिएँ, त्यही नि खोज्दै खोज्दै गएँ। अनि हामीले लिफ्ट पायौँ। लिफ्ट पाइसक्यौँ। लिफ्टमा चाहिँ हामी अब निखाइमा जान्छौँ। निखाइ भनेको चाहिँ 2 तल्ला गाइज। यहाँ फेरि ऐना थियो। ऐना भएपछि चाहिँ हाम्रो त फेरि चटक सुरु भइहाल्छ नि। अनि यो चाहिँ अब यहाँको कर्मचारीहरू, स्याइनहरू, अनि हामीले कहाँ सोध्ने फेरि भनेर हामी कन्फ्युजमा थिएँ। त्यहाँ जाउँ न, अस्तिको जसरी नै सोधौँ न भनेर उसलाई मैले भनेँ। अनि हामी चाहिँ दुवैजना गए अनि उसलाई सोधेँ। अनि उसले चाहिँ पढिन्, त्यो च्याट जिपिटीमा हामीले कन्भर्ट गरेको त्यो पढिन्। अनि हामीलाई चाहिँ नम्बर दिनुभयो। 8 नम्बर थियो। तर यहाँ त यति कर्मचारी हुन्छ कि हेर्नु न, कति खुरुरुरु कुदेर यहाँ आउनु। नम्बर त हाम्रो आइसकेको थियो, त्यहाँ नम्बर काट्न पाएको छैन। त्यहाँ मान्छेले कुरिरहेको थियो हाम्रो काम गरिदिनको लागि। गाइजहरू कति फास्ट सर्भिस हुन्छ यहाँ त। त्यो केटीले हामीलाई यहाँ ल्याइ पुर्याइ छोडिदियो। अनि उसले चाहिँ अब गरिरहेको छिन्। अनि म चाहिँ यसो अन्ठाको जस्तो यताउति अब के गरौँ उसले कुरा गरिरहेको थिइन् नि। अनि हात हेर्छु, फेरि यताउति हेर्छु, के गर्नु जस्तो भएको थियो। अनि टोलाएर त्यो मान्छेलाई हेरिरहेको थियौँ, के बोल्छ त्यो मान्छे त। हामी दुईजना चाहिँ त्यो मान्छेले बोलेको बुझ्दैन गाइज। हामी त अलिकति हाई लेभलको बोलेको थियो नि त। अब हामी त भर्खर आएको, 3 महिना त भएको छ, 3-4 महिना त भएको छ। अनि हाई लेभलको त बुझ्दैनौँ हामीले त सानो लेभलको मात्रै बुझ्छौँ। अनि उसले चाहिँ हामीलाई त्यो उसको इन्सुरेन्सको पेमेन्ट स्लिप दियो। अनि तिम्रो यो 1600 वाला चाहिँ अहिले नै तिर्नुपर्छ, त्यहाँ गएर तिर भन्यो उसले, त्यो स्याइनले। अनि हामीलाई थाहा भएन। अनि उसले चाहिँ हामीलाई फेरि यो ठाउँमा पुर्याइ नै दियो। अनि पुर्याइदियो। हामीले चाहिँ आरिगातो गोजाइमास भने। अनि उसले आफ्नो नाम लेखिन्, नम्बर पनि लेखिन्। अनि 2000 पैसा दिइन्। 2000मा उसलाई 400 पनि फिर्ता दिनुहुन्छ उहाँहरूले। अनि यही हो, उसले चाहिँ अस्तिदेखि नै मेरो यो छुट्या छ ललिता, मेरो यो काम गर्नु छ भन्दै थिइन्। जाम्न साथी भन्दै थिइन्। अनि लु न त म नि अब फ्री नै छु, जाम न त भनेर म चाहिँ आज उसँग आएको साथी। अनि उसले चाहिँ पेमेन्ट गरिसकिन्, हेर्न सक्नुहुन्छ गाइजहरू। यो पेन कस्तो राम्रो छ है भन्दै थिएँ मैले। ऊ हाँसिरहेको हेर्नु न। उसले चाहिँ त्यो पेनले कस्तो राम्रो ह्यान्डराइटिङले लेखेको थिएँ नि त। अनि मैले चाहिँ तारिफ गरिदिँदै थिएँ उसलाई। अनि ऊ चाहिँ हाँस्दै थिइन्। यस्तै छ गाइज जापानको चुरीपुरी। अनि मैले उसलाई सोधिरहेको थिएँ, तिम्रो काम त 2टै भयो, कस्तो लागिरहेछ, खुसी छौ कि छैनौ भनिरहेको थिएँ मैले चाहिँ उसलाई। खुसी नै छु, धेरै खुसी छु भन्दै थिइन्। उसले चाहिँ हाँस्दै छिन्, मक्ख परेर हाँस्दै छिन्। फेरि मक्ख परेर हाँस्दै छिन्, हेर्नु। लाज पचाएको केटी। अनि त्यसपछि हामी दुवैजना आए। मलाई त पानी तिर्खा लागेर गाइजहरू रुममा आउँदा बित्तिकै म त खाएँ मैले त पानी। अनि हामी इखाइमा गएँ। फेरि इखाइमा पनि हाम्रो नाटक सुरु भयो। हामीले चाहिँ लिफ्टमा फेरि चढ्ती कल्ला हेर्नु चढ्ती कल्ला सुरु गरिसकेर अब हामी इखाइमा थियो। इखाइ त एकैचोटि आइहाल्छ। अनि बाहिर निस्किने बाटो चाहिँ अघि भित्र छिर्ने बाटो अर्कै थियो, अहिले बाहिर निस्किने बाटो चाहिँ यतातिर छ। अनि हामी चाहिँ निस्किँदैछौँ। निस्किसकेपछि चाहिँ हामी अब त्यहाँ अगाडि चाहिँ हामीले टिकटक बनाउँछौँ गाइज। यहाँ त कति सफा रोडहरू हुन्छ, बोट बिरुवा पनि रोप्या हुन्छ। यिनी जापानिजहरू त कति सेन्सेचु हुन्छ। सेन्सेचु भनेको चाहिँ दयालु व्यक्तिहरू गाइज।
अनि यो चाहिँ मेरो नाटक फेरि सुरु भइसकेको छ गाइज। म चाहिँ मेरो ब्युटी मेन्टेन गरेर मात्रै म बाहिर निस्किन्छु, नत्र भए त म निस्किन्न उसै त। अलिअलि चाहिँ मलाई सनस्क्रिमहरू चाहिँ लाउनै पर्छ अनि मात्रै म निस्किन्छु। उसले पनि लाउँछिन्। यो फेरि अलिअलि फिल्टर पनि छ गाइजहरू, नझुकिनु होला, रियलमा म यति राम्री छैन अलिअलि छु। अनि त्यही हो, अब उसको सब काम सक्यो। अब उसको काम के छ भने हेलो वर्कबाट सेउ खाइ गरिदिएको हिगासी फुच्चु जानुपर्ने छ र त्यहाँ इन्टरभ्यू दिनुपर्ने छ। अनि त्यसपछि ऊ पनि काममा लागिहाल्छिन्। हामीले चाहिँ त्यहाँ अगाडि टिकटक बनाउँछौँ। टिकटक फेरि यति होइन नि, कुन गीतमा बनाएँ, कुन गीतमा साथीहरू मलाई त याद पनि छैन। त्यो चाहिँ मेरो टिकटकमा आउँछ। मेरो नाटक स्टार्ट भयो, कपडा फेरि मैले जस्तो पाएँ त्यस्तै लगाएर गएको थिएँ। त्यो चाहिँ नहेर्नु होला, कपडामा नजानु होला। मेरो व्यवहार चाहिँ राम्रै छ। अनि मैले चाहिँ उसले मलाई डान्स सिकाएको चाहिँ प्र्याक्टिस गरिरहेको थिएँ। डान्सहरू गरिसकेर चाहिँ हामी अब रुमतिर लाग्दैछौँ। ऊ चाहिँ उताबाट आउँदैछिन्। सक्यो हाम्रो चाहिँ आजको काम। अनि हामी चाहिँ फर्किँदैछौँ। आजको दिन चाहिँ यसरी नै कट्यो। अहिले पनि मैले भन्दैछु, म केही बोक्दिनँ। मलाई के जाति बोक्न यति झ्याउ लाग्छ साथीहरू। त्यो झ्याङल्याङ म्याङल्याङ त मलाई मनै पर्दैन। म त यो एउटा पर्स पनि नबोक भनेको भए म त नबोकिकन हिँड्थेँ। मलाई त लाज लाग्छ, हे भगवान्। आजको मिनी भ्लग चाहिँ मेरो यति नै रहेको छ गाइज। तपाईँहरूलाई मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गर्न सक्नुहुन्छ। बाई बाई।